हेलो गाइज, आज हामी कहाँ जाउँला भनिदेऊ त। ओटली पार्क। सो हामी गइराख्यौँ होइन, लास्टै हिँड्नुपर्ने रहेछ अब यत्रो हिँडिआएको होइन। फोटो त बबाल निकाल्नु परिहाल्यो। फोटो पनि राम्रो आउला, भिडियो पनि राम्रो आउला, तर ठाउँ कस्तो छ भन्ने कुरा हो। नत्र त यो स्ट्रिटमा यतिकै फोटो खिच्यो भने राम्रो आउँछ यार, होइन त। झन् वेस्ट मिलदेखि आएको पारामाटाबाट आएको म त यतै हो। 2 स्टप। उता यहीँको लोकल बासिन्दा लोकल मान्छे हो। अब ठ्याक्क धेरै दिनपछि यसो भ्लग बनाउन मन लागिरहेको थियो। अब सबै अब उहरूले पनि हेर्दैछन् मलाई यताउता के गर्दैछ भनेर। ल ठिक छ गाइज, हामी पुगेर चाहिँ फेरि कन्टिन्यू गरौँला भ्लग। त्यहाँसम्म हामी हिँड्दैछौँ, जङ्गल रहेछ यहाँ एकदम अनकन्टा ठाउँमा। पछाडिको मान्छे चाहिँ थाकिसकेको छ हिँड्दा पिस। अनि ट्याक्क मेरो मुखबाट इङ्ग्लिस पनि झर्न आँटिहाल्यो। इङ्ग्लिस ठोक न भाइ। सो बाटो यस्तो छ है, अस्ट्रेलिया पनि यो नेपाल जस्तो। यो गोदावरीको बाटो जस्तो है। गोदावरीको मन्दिर जाने बाटो छ नि त्यस्तै छ। ट्याक्कै नेपाल हो कि यो अस्ट्रेलिया हो छुट्याउन गाह्रो छ। अस्ट्रेलिया त अस्ट्रेलिया हो, तर यो अस्ट्रेलियाको नेपाल हो। पऱ्यो नि। सो हामी आइसकेको छौँ होइन गाइज, यस्तो छ बाटो होइन। तल ट्याक्क यो चाहिँ ओटली पार्क होइन, ट्याक्क सिडनीको मोस्ट पपुलर ठाउँ नै भनौँ न एउटा। अनि सो तल यस्तो छ बाटो, गाडी हिँड्ने उता हाइवे पनि छ सानोवाला। यति सानोमा पनि, यति सानो ठाउँमा पनि यस्तो म्यानेजमेन्ट एकदम राम्रो क्या। केही रमाइलो गर न। ए हमें तुमसे मोह, उता नाच्देऊ नि तिमी, म गीत गाउँछु क्या यता। के दिल परदेशी होगा। सो हामी आइसकेका छौँ, अब हामी तलतिर जाँदैछौँ होइन। तल फर्स्ट टाइम आएको म पनि होइन। सो फाइनल उता हेर न, स्पट हेर न, त्यहाँ हेर न मलाई, त्यहाँ हेर कस्तो दामी छ। उता हेर न, अरू ठाउँ पनि छ क्या यहाँ, यति मात्र होइन। हामी आइसकेको छौँ यहाँ। त्यस्तो खासै नभए नि अलिक पिस टाइपको रहेछ ठाउँ चाहिँ। यो भइहाल्यो समुद्रकै यो पानी बगेर यता भएको यस्तो भइहाल्यो। ट्याक्क एकदम राम्रो रहेछ, हरियाली यताउता। हजुरहरूलाई पनि हेर्न सक्नुहुन्छ होइन, राम्रो रहेछ एकदम। वेदर पनि राम्रो छ आज। अनि यसो अब झ्याउलाइरहेको थियो कति घरमा बस्नु, अनि यसो आइदिएको। यो पनि राम्रो छ यहाँ पछाडि, फोटो खिच्नलाई स्पट एकदम राम्रो छ यो पनि। अनि त्यही हो। टक्क अस्ट्रेलियामा आएर पनि यस्तो उकालो चढ्नु परिरहेको छ, उकालो चढ्दैछ। यो चाहिँ अस्ट्रेलियाको राजा बस्ने घर पहिलाको। ट्याक्क झन्डा पनि रहेछ त्यहाँ, राजा बस्ने घर। ठाउँमा बाथरुम छ त के हो यहाँ त? हामी यसमा गयो नि त। ए यार, यहाँ चाहिँ बाथरुम पनि रहेछ। अनि राजा बस्ने घर पनि चिप लाग्यो मलाई। अनि यस्तो होइन ठाउँ चाहिँ। सो गाइज, अब हामी घर जान लाग्यो। मोन्स्टर यसो इनर्जी ड्रिङ्क खाँदैछौँ होइन। अलि यहाँ के अरे
10 मिनटमा चाहिँ कुद्नुपर्ने भयो ट्रेन अलि यहाँ हुँदैछ अनि टक्क अब घर गइन्छ होला त्योभन्दा अगाडि यसो भोक लागिरहेको यसो नेपाल रेस्टुरेन्टमा छिरिन्छ त्यसपछि घर गइन्छ होला सो हामी चाहिँ यहाँबाट अब हिँड्न लाग्यो ओट्ली भन्ने ठाउँबाट हिँड्न लाग्यो अरू गाइस ल पछि भेटौँ ठिकै छ मैले 2 लिटर पानी त बिहानै खान्छु हामी यहाँ खाजा खान आएको ठ्याक्क होइन हामी मसँग मेरो दोस्त छ ऊ खाजा खान आएको भोक पनि लागिरहेको भोक पनि लागिरहेको खाजा खाने यसपछि घरतिर लाग्यो नेपाली रेस्टुरेन्ट अब हाम्रो खाजा सकियो अब हामी घर जाँदै हो होइन त म चाहिँ उसलाई स्टेसन छोड्न जानु लाग्यो ट्याक्कै स्टेसन छोड्न जान्छु म चाहिँ यहाँबाट हिँड्दै जान्छु म मेरो भ्लग यहाँ इन्ड गर्छु होइन ल गाइज सी यू सुन नेक्स्ट भ्लगमा है त